देवी भगवतीको पूजापाठ गर्दाखेरि अनिवार्य छोरी मान्छेले जान्नै पर्ने, छोरी मान्छेले अनिवार्य गर्नै पर्ने। जसले दिदीबहिनीले जसको बिहे भइसकेको छ, विवाह भएको मान्छेले यिनी कि देवीको पूजापाठ गर्दाखेरि कपाल छोपेर हातमा तपाईँको चाहिँ चुरा लगाएर अथवा टिको लगाएर तपाईँको पूजापाठ गर्दाखेरि सधैँ भगवती काली खुसी हुन्छन्, कार्यमा सफलता हुन्छ। टिको अनि कपालमा तपाईँको चाहिँ गम्साहरू केही बाँधेर अनि त्यहाँबाट चाहिँ हजुरले पूजा गर्दाखेरि चाहिँ हातमा चुरा लगाएर देवी भगवतीको पूजा भक्तिमय आनन्दले मनलाई समर्पित गरेर दायाँ बायाँ यो मनलाई काहीँ पनि नलागिकन जसले भगवतीको पूजा गर्ने बेलामा ध्यानपूर्वकले पूजा गर्छ, स्वयं काली त्यो घरमा के हुनुहुन्छ, विराजित रहनुहुन्छ। कालीले आशीर्वाद दिनुहुन्छ, देवी विराजित रहनुहुन्छ। नम्बर 2 मा लागौँ। महिनावरी भएको बेलामा कसरी पूजापाठ गर्ने? देवी भगवतीको पूजापाठ गर्दाखेरि अनिवार्य छोरी मान्छेले जान्नै पर्ने, छोरी मान्छेले अनिवार्य गर्नै पर्ने। जसले दिदीबहिनीले जसको बिहे भइसकेको छ, विवाह भएको मान्छेले यिनी कि देवीको पूजापाठ गर्दाखेरि कपाल छोपेर हातमा तपाईँको चाहिँ चुरा लगाएर अथवा टिको लगाएर तपाईँको पूजापाठ गर्दाखेरि सधैँ भगवती काली खुसी हुन्छन्, कार्यमा सफलता हुन्छ। टिको अनि कपालमा तपाईँको चाहिँ गम्साहरू केही बाँधेर अनि त्यहाँबाट चाहिँ हजुरले पूजा गर्दाखेरि चाहिँ हातमा चुरा लगाएर देवी भगवतीको पूजा भक्तिमय आनन्दले मनलाई समर्पित गरेर दायाँ बायाँ यो मनलाई काहीँ पनि नलागिकन जसले भगवतीको पूजा गर्ने बेलामा ध्यानपूर्वकले पूजा गर्छ, स्वयं काली त्यो घरमा के हुनुहुन्छ, विराजित रहनुहुन्छ। कालीले आशीर्वाद दिनुहुन्छ, देवी विराजित रहनुहुन्छ। नम्बर 2 मा लागौँ। महिनावरी भएको बेलामा कसरी पूजापाठ गर्ने?